मेरो युट्युब च्यानलमा जोडिने भएका आदरणीय दर्शकबिन टसी दिलेक फ्यापोला नमस्कार। म लोपेन टसी छेपिल हजुरहरू सम्पूर्णलाई सर्वप्रथम मेरो युट्युब च्यानलमा स्वागत गर्दछु। यदि हजुरहरूले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु नबिर्सिनु होला। हजुरहरूले सब्स्क्राइब गर्नुभयो भने अझै मलाई भिडियो बनाउनुको लागि चाहिँ जाँगर चल्छ भनौँ न। त्यसैले गर्दाखेरि किन भन्दाखेरि मैले चाहिँ विशेष गरेर योगफलको भिडियो बनाउने हो। अनि योगफलको भिडियो बनाउँदै गर्दाखेरि चाहिँ अब यो योगफल चाहिँ हामीलाई एकदमै चाहिने कुरा रहेछ। हामीलाई नचाहिने कुरा होइन, एकदम हाम्रो जीवनमा चाहिँ हाम्रो जीवनलाई सार्थक बनाउनको लागि चाहिँ इम्पोर्टेन्ट विषय रहेछ। त्यसैले गर्दाखेरि यो योगफलको विषय लिएर चाहिँ मैले भिडियो बनाउन थालेको 3 वर्ष जस्तो भइसक्यो। अझै पनि हाम्रो परिवार चाहिँ ठुलोमा अब परिणत हुन सकेको छैन। अझै हामीले चाहिँ सब्सक्राइबलाई बढाउँदै जानुपर्ने भएको कारणले गर्दाखेरि हजुरहरूले अनि नयाँहरूले पनि यसरी अब सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु। यति भन्दै मैले भिडियोलाई सुरु गरिहालेँ। सोमबार चैत्र 9 गते मार्च 23 तारिक छेपाङ्गा अर्थात् टिबेटिन दोस्रो महिना ओ धावाको चाहिँ 5 गते छेपाङ्गा भनेको चाहिँ 5 गते भनेको। अनि यो टिबेटिन अनि दोस्रो महिना चाहिँ फलामखाम सर्व महिना। तिथि चाहिँ पञ्चमी। यो दिनको खाम र वर्ग चाहिँ के पर्यो भन्दाखेरि खाम चाहिँ फलामखाम पर्यो, वर्ग चाहिँ मुसा वर्ग पर्यो। यो दिनको योग चाहिँ कस्तो छ त भन्दाखेरि योग चाहिँ मे छु अर्थात् आगो पानी यो दुईवटा भेट भएको योग परेको छ। यो योगलाई चाहिँ हामीले मरण योग भनेर भन्छौँ। मरण योग परेको रहेछ। यहाँनिर सोकठोक जे भनेर भनेको छ नि हाम्रो प्राणहरू लिनु सक्छ भनेर भनेको छ। कुनै मन्त्रहरू हिर्काएर हाम्रो प्राण लिनु सक्ने, बाणहरू हिर्काएर हाम्रो प्राण लिनु सक्ने, हतियारहरूले हाम्रो प्राण लिनु सक्ने यो त अब मान्छेहरूले भयो नि त है। अदृश्य रूपमा पनि हाम्रो प्राणहरू लिनु सक्छ। कसले लिने भन्दाखेरि अब प्राण लिनुको लागि चाहिँ धेरै प्रकारले बसेकोहरू छ। घिग्रिक तोङठक घिचु बाधा पुर्याउने हामीलाई त्यसरी हाम्रो प्राणहरू लिनु खोज्नेहरू चाहिँ धेरै बसेको छ भनेर भन्छ नि त हो। त्यसैले गर्दाखेरि चाहिँ यो राम्रो छैन रहेछ, हामी जोगिनुपर्छ। र यो दिनमा अर्को के परेछ भन्दाखेरि न्येन भनेर परेको छ। न्येन्सानलाई तन्म मिरुङ भनेर भन्छ। आफन्तहरूसँग भेटघाट गर्ने, रमाइलो गर्ने, भोज भतेरा गर्ने, पिकनिक खाने इत्यादि गर्नु हुँदैन। हामीले लुगाफाटाहरू लाएर गरगहना लाएर सोपहरू गर्छौँ नि होइन, त्योहरू गर्नु हुँदैन। यो दिनमा गर्नु नहुने परेको रहेछ। अग्निदेव चलेको छ। होम हवन गर्नुको लागि अग्निदेव चलेको हुनैपर्छ। नक्षत्र कस्तो छ त भन्दाखेरि नक्षत्र टाङ्गे भनेर परेको रहेछ। यो नक्षत्र एकदम राम्रो नक्षत्र। यहाँनिर एकदम स्थिर रहने र आफूले चिताएको कुराहरू पुग्ने नक्षत्र भनेर भन्दैछ। अनि नक्षत्रले हेर्दाखेरि चाहिँ आफान्तहरू पनि यसरी भेटघाट हुन्छ भनेर भन्दैछ। अब पहिलादेखि छुटेको छ भने भेटघाट हुने, एक अर्कामा पहिलादेखि रिसारिस भएर चाहिँ टाढिएको छ भने त्यो पनि भेटघाट हुने, राम्रो हुने। गाई बस्तुहरू किनेर पाल्नुको लागि पनि राम्रो। हामीले शिष्यहरू राख्नु छ भने शिष्यहरू राख्नुको लागि राम्रो, वानहरू थाप्नुको लागि राम्रो, राप्नीहरू गर्नुको लागि राम्रो, अनि व्यापारहरू सुरु गर्नुको लागि राम्रो भनेर चाहिँ नक्षत्रले भन्दैछ। घरको जग सुरु गर्नुको लागि पनि, घर बनाउनु सुरु गर्नुको लागि पनि राम्रो भनेर नक्षत्रले बताएको छ। अनि पुण्य गर्ने स्थान बनाइदिनुको लागि पनि राम्रो हो भनेर यहाँनिर भनिरहेछ। त्यस्तै गरेर हामीले होम हवन गर्नुको लागि पनि झिन्सिक लसो चावरसँग होम हवनहरू गर्नुको लागि पनि राम्रो छ भनेर चाहिँ नक्षत्रले बताएको छ। भनेपछि अग्निदेव पनि चलेको रहेछ भने अनि नक्षत्रबाट हेर्दाखेरि होम हवन गर्नु पनि राम्रो छ। हजुरहरूले घरतिर होम हवनहरू गर्नु सोच्नु भएको छ भने होम हवन गर्नुको लागि राम्रो छ। घरमा पूजाआजा गर्नुको लागि त योगले फरक परेन नि त। अब यस्तो बेलामा चाहिँ हामीले झन् बढी पूजाहरू गरेर बस्ने राम्रो हो नि त। मरण योग परेको छ। बाहिर निस्केर यात्रा गर्दाखेरि दुर्घटनातिर पर्न सक्ला। घरमा बस्ने पूजा गर्ने हो, एकदम राम्रो। लुङदर लाउनु नआउने दिनहरू परेको छैन। लुङदर लाउनु पनि मिलिगयो। लुङदर नलाउनु लागि चाहिँ भादिन परेको हुनुपर्छ। भादिन परेको छ भने चाहिँ लुङदर लाउनु हुँदैन, नत्र भए चाहिँ लुङदर लाउनु मिल्छ फेरि।
यो दिनमा कपाल काट्नु हुन्छ कि हुँदैन भन्दाखेरि कपाल काट्नुको लागि पनि राम्रो छ। छेपाङ्गा पऱ्यो नि त, पञ्चमी पऱ्यो नि त। यो पञ्चमीको दिनमा चाहिँ कपाल काट्यो भने चाहिँ नोर फेल धन वृद्धि भएर जान्छ भनेर भनिरहेछ। धन वृद्धि हुन्छ भने चाहिँ यो दिनमा हामीले कपाल काट्यो भने त राम्रो हुने भयो नि त। योग चाहिँ मरण योग परेको रहेछ, नक्षत्र राम्रो परेछ। र यहाँनिर एउटा क्वेसन मनबहादुर तामाङ भनेर हुनुहुँदो रहेछ। लस्सो गुरु, हामी बुद्धिज्मको पूर्णेको दिनमा मान्छे मर्दाखेरि दाह संस्कार गर्नु मिल्छ कि मिल्दैन गुरु पूर्णे औँसीमा भनेर चाहिँ क्वेसन गर्नुभएको रहेछ। दाह संस्कार गर्नु नहुनुको लागि चाहिँ धुर परेको हुनुपर्छ, धुर नामको चलेको हुनुपर्छ। यो धुर नामको चलेको छ भने औँसी पूर्णिमा पनि धुर नामको चलेको छ भने दाह संस्कार गर्नु हुँदैन, नत्र भए गर्दाखेरि फरक परेन। औँसी होस् कि पूर्णे होस् गर्दाखेरि केही फरक पर्दैन। धुर नामको परेको छ भने चाहिँ अनि जहिले जहिले परेको छ अनि दाह संस्कार गर्नु हुँदैन, नत्र भए फरक परेन। यो भिडियोमा मैले यति नै भन्नु पर्यो। हजुरले लाइक कमेन्ट सेयरहरू गरिरहनु भएको छ, त्यसको लागि मुरी मुरी धन्यवाद छ। यो जुन चाहिँ मेरो यो फलको भिडियो चाहिँ धेरै ठाउँबाट चाहिँ हेर्नुहुन्छ, त्यसको लागि चाहिँ अब हजुरहरूलाई धन्यवाद भन्न चाहन्छु। यदि भन्दै आजलाई म लोपेन टची छुपेल बिदा चाहे। हस्त धन्यवाद।